हाई एभ्रिवान। अनि आज चाहिँ हाम्रो चाहिँ बारीमा चाहिँ यहाँनिर चाहिँ सागसब्जीहरू चाहिँ रोपाइ हुँदैछ। अनि हाम्रो चाहिँ यो चाहिँ बैगुनको बिरुवा चाहिँ आमाले चाहिँ अस्ति नै पटमा चाहिँ बिरुवा छरेको थियो। यो चाहिँ हुर्केर ठुल्ठुलो भइसकेको थियो। अनि यसलाई चाहिँ बारीमा सार्नु पर्ने थियो। अनि त्यही भएर चाहिँ मैले चाहिँ बडालाई मल ल्याउने भनेर चाहिँ मल ल्याउनु लगाएर चाहिँ म चाहिँ एकछिन हेर्नुको लागि आएको थिएँ। यहाँनिर कामसाम सकेर हाम्रो चाहिँ यो सुपारीको बोट चाहिँ मजाले हुर्किसकेछ बिरुवा चाहिँ। अनि हाम्रो चाहिँ यहाँनिर चाहिँ नरिवल चाहिँ 5 वर्ष जस्तो भएको थियो, यो चाहिँ नफलेको। अनि योपालि चाहिँ फाइनली चाहिँ फल्नुको लागि कोसा लागिरहेको रहेछ। अनि म चाहिँ बारीमा चाहिँ कामहरू सकेर चाहिँ बडाले चाहिँ के चाहिँ गर्दो रहेछ भनेर चाहिँ हेर्नु आएको। बडाले चाहिँ यहाँनिर चाहिँ मल र माटो चाहिँ सागमा चाहिँ यसरी लगाइदिनु हुँदो रहेछ। अनि त्यसपछि चाहिँ म चाहिँ यो सागको चाहिँ 1-2वटा पत्ता टिपेर चाहिँ सब्जी पकाउनु पऱ्यो भनेर चाहिँ यो साग चाहिँ टिप्दैछु। अनि यो साग पनि मुनिबाट छाँटेन भने फेरि झ्याङ्गिँदैन नि त, त्यही भएर चाहिँ मैले चाहिँ 1-2वटा पत्ताहरू टिपेर चाहिँ खानु पऱ्यो भनेर चाहिँ टिपेँ है साथीहरू। अनि यो फर्स्ट सिजनको साग चाहिँ एकदमै मिठो लाग्छ मलाई चाहिँ। पछि छिप्पेपछि चाहिँ मिठै लाग्दैन नि त। अहिले चाहिँ यो साग चाहिँ एकदमै कलिलो भएको छ। यो चाहिँ अस्ति नै आमाले चाहिँ रोपेर जानुभएको थियो, मैले चाहिँ बारीमा चाहिँ हेरेको थिइनँ। अनि म चाहिँ भ्याएकै छुइनँ, घरमा कति काम हुन्छ, त्यही भएर चाहिँ मैले भ्याएको थिइनँ। अनि आज चाहिँ बडालाई चाहिँ बिरुवा रोप्नुपर्छ है भनेर चाहिँ मैले पठाउँदाखेरि चाहिँ यसो हेर्नु पऱ्यो भनेर आउँदाखेरि चाहिँ साग चाहिँ खाने बेला भएको रहेछ। अनि यो साग चाहिँ भट्टाभट टिपेर चाहिँ सब्जी बनाउनुको लागि चाहिँ मैले चाहिँ लिएर गएँ। बडालाई चाहिँ लु तपाईँले चाहिँ यो बैगुनको बिरुवा चाहिँ रोपेर आउनु, अनि यसमा पनि माटो र मल मजाले लगाइदिनु भनेर चाहिँ अडाएर कराएर चाहिँ म चाहिँ घरमा गएर चाहिँ खानासाना पकाउनु थालेँ। अनि बडालाई चाहिँ म यो साग चाहिँ मजाले पकाएर चाहिँ मिठो बनाएर चाहिँ राखिदिन्छु है, लु तपाईँले चाहिँ यति गरेर आउनु भनेर चाहिँ म चाहिँ घरतिर लागेँ साथीहरू। अनि मैले चाहिँ साग चाहिँ कति टिपेँ भनेर चाहिँ तपाईँहरूलाई म देखाउँदैछु है साथीहरू। लु मैले चाहिँ यति साग टिपेको छु, हाम्रो घरमा अलिकति मात्र रोपेको थियो तर पनि भक्कु नै मैले चाहिँ टिपेँ। अनि त्यसपछि चाहिँ अब चाहिँ यसलाई चाहिँ मजाले पकाएर खानुपर्ने हुन्छ साथीहरू। सो साथीहरू तपाईँहरूलाई बाई बाई, अब नेक्स्ट भिडियोमा भेट्यौँ होला।